उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, निनाजी स्पेशल धन्यवाद हजुरलाई, कमलजी धन्यवाद, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यज्यूहरू, विभिन्न ओहदामा रहनुभएका, विभिन्न कमिटीमा रहनुभएका नेतृत्वगणहरू र यहाँका आदरणीय व्यक्तित्वहरू। किन म 4 नम्बर क्षेत्रमा उम्मेदवार भएँ र किन म राप्रपाको तर्फबाट उम्मेदवार भएँ, यी दुईटा विषयमा म आफ्ना धारणाहरू राख्न चाहन्छु। सबभन्दा पहिला क्षेत्र नम्बर 4 को लागि मैले के गर्छु भन्ने विषयमा म यहाँहरूलाई आफ्नो कुरा राख्छु। त्यस पछाडि म राष्ट्रिय एजेन्डाहरूको विषयमा आउँछु। क्षेत्र नम्बर 4 मा समस्याहरू छन्। यस्तै समस्याहरू मुलुकका अन्य विभिन्न ठाउँहरूमा पनि छन्। यी सम्पूर्ण समस्याहरूलाई हामीले सम्बोधन गर्न जरुरी छ। क्षेत्र नम्बर 4 का केही समस्याहरू, थुप्रै मध्येका केही महत्त्वपूर्ण समस्याहरू, यहाँ खानेपानीको समस्या छ। यहाँ जब बर्खा लाग्छ, ढल बाटोमा आउँछ र ढल घरभित्र पनि पस्छ। अर्को समस्या त्यो छ। सँगसँगै खोलाको छेउमा, नदी किनारमा बनेका घरहरू भत्काइएको र अर्को 20 मिटरको समस्या पनि छ। यी लगायतका स्वास्थ्य, शिक्षाका समस्याहरू छन्। सबभन्दा पहिलो समस्या, म यहाँहरूका समस्याहरूका विषयमा आजसम्म यहाँहरूले यी समस्या समाधान गर्नका लागि विभिन्न व्यक्तिहरूलाई मतदान दिनुभयो, विभिन्न पार्टीलाई मतदान दिनुभयो, तर समस्या जिउका त्यौँ रहे। उहाँहरूले सधैँ यहाँहरूलाई भन्नुभयो कि हामी समस्या समाधान गर्छौँ। म समस्या समाधान गर्छु भन्दिनँ। म के भन्छु भने तपाईहरुको समस्यालाई समाधान गर्नका लागि कुन कुन निकायमा जानुपर्ने हो, महानगरपालिकामा जानुपर्ने हो कि वडा कार्यालयमा जानुपर्ने हो कि प्रदेश सरकारमा जानुपर्ने हो कि सिंहदरबारमा जानुपर्ने हो कि अदालतमा जानुपर्ने हो कि कुन निकायमा जाँदाखेरि तपाईहरुको समस्याको सम्बोधन हुन्छ, त्यो निकायमा जानका लागि म तपाई सँगसँगै उभिन्छु। त्यसैले मैले अहिले तपाईको समस्या म समाधान गर्छु भनेर म झुट्टो आश्वासन दिन्न। त्यो झुट्टो आश्वासनले अहिलेसम्म तपाईहरुले पत्याउनु भयो तर काम भएन। त्यसैले मेरो प्रतिबद्धता के हो भने यहाँका समस्याहरूलाई सम्बोधन गर्न जरुरी छ। त्यसको लागि सरकारले सम्बोधन गर्नुपर्दछ, राज्यले सम्बोधन गर्नुपर्दछ। राज्य र सरकारलाई घचघच्याउने र सम्बोधन गर्न लगाउने त्यो भूमिका, त्यो जिम्मेवारीको रूपमा मैले आफूले खेल्न सक्ने सम्पूर्ण भूमिका म खेल्छु। म यति कुरा चाहिँ आश्वासन विश्वस्त बनाउन चाहन्छु। मैले क्षेत्र नम्बर 4 को विषयमा यति मात्रै राखेँ। अब म क्षेत्र नम्बर 4 को उम्मेदवार किन भएँ, म यस विषयमा केही कुराहरू राख्न चाहन्छु। सबभन्दा पहिला त क्षेत्र नम्बर 4 मुलुकको सम्पदाको किसिमले, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पदाको किसिमले सबैभन्दा अग्रणी क्षेत्र हो, मुलुककै अग्रणी क्षेत्र हो। यही एउटा त्यस्तो क्षेत्र हो जहाँ पशुपतिनाथ विराजमान छन्, जहाँ गुह्येश्वरी छिन्, जहाँ किरातेश्वर छन्, जहाँ चाबेल गणेश छन्, जहाँ मैते देवी छन्, जहाँ कपन गुम्बा छन्, अन्य असङ्ख्य गुम्बाहरू छन्। त्यसैले यो मठ, मन्दिर, गुम्बाहरूले भरिएको हाम्रो सम्पदाको क्षेत्र हो। यो सम्पदाको लागि मैले वर्षौँदेखि सडकमा र अदालतमा पनि लडाइँ लडिराखेको छु। हाम्रो सम्पदाको हामीले संरक्षण गर्न सक्यौँ भने मात्रै हाम्रो अस्तित्व र पहिचान बस्दछ। त्यसैले आज हामी नेपाली हौँ र नेपाली हुनुमा गर्व छ भन्नुको अर्थ के हो भने हामीले हाम्रो धर्म, सभ्यता र संस्कृति बचाउनु पर्दछ। यो धर्म, सभ्यता र संस्कृति बचाउनका लागि मैले अन्यथा रूपमा नलिउँ। ती हामीले भारतमा गएर भारतका मन्दिरहरू हेऱ्यौँ भने कति सफा छन्, त्यसले कुन किसिमको टुरिज्मलाई बढाएको छ र हाम्रा आज मठ मन्दिरहरू कुन अवस्थामा छन्। किन सरकारले मठ मन्दिरहरूको संरक्षण गर्न सकेन, त्यसलाई टुरिज्मको विषय बनाउन सकेन, किन त्यसलाई एउटा आध्यात्मिक केन्द्र बनाउन सकेन, किन त्यसलाई अध्ययन र अनुसन्धानको क्षेत्र बनाउन सकेन। त्यसैले हामीले गर्ने भनेको के हो भने हामीले हाम्रो सभ्यताको, हाम्रो मठ मन्दिरको, धर्मको रक्षा गर्ने भनेको यी मठ मन्दिर गुम्बा यी सम्पूर्णलाई एउटा आध्यात्मिक केन्द्र बनाउने, टुरिस्टहरू आउने केन्द्र बनाउने, अध्ययन र अनुसन्धानको क्षेत्र बनाउने। किनकि यी केवल मन्दिर मात्रै होइनन्, त्यहाँ हाम्रो कला छ, त्यहाँ सभ्यता छ, त्यहाँ हामीले अध्ययन अनुसन्धान गर्नुपर्ने छ। यो सम्पूर्ण कुरा गर्नका लागि काठमाडौँको क्षेत्र नम्बर 4 नै सबैभन्दा उपयुक्त क्षेत्र हो, किनकि यो राष्ट्रिय सम्पदा यहाँ छन्। त्यसैले म राष्ट्रिय सम्पदाको संरक्षणको लागि लामो समयदेखि लडिराखेको व्यक्ति भएको कारणले मैले के ठाने भने क्षेत्र नम्बर 4 मा उठ्नु नै मेरो लागि सबैभन्दा उपयुक्त स्थान, मेरो एजेन्डासँग मिल्ने यो क्षेत्र हो। त्यसैले धर्म रक्षाको लागि, सभ्यता रक्षाको लागि मेरो उम्मेदवारी हो नम्बर 1। नम्बर 2,
मेरो उम्मेदवारी आजको मुलुकको सबैभन्दा ठुलो समस्या केही छ भने त्यो भ्रष्टाचार हो। जबसम्म हामी भ्रष्टाचारको अन्त्य गर्न सक्दैनौँ तबसम्म यो मुलुकमा युवाको पनि भविष्य छैन, मुलुकको पनि भविष्य छैन र सिस्टमले पनि काम गर्न सक्दैन। त्यसैले सिस्टमले काम गर्न सक्ने बनाउन, युवाहरूलाई रोजगारी सृजना गर्नको लागि र युवाहरूले आफ्नै मुलुकमा भविष्य देख्नका लागि, त्यो सपनाका लागि पनि भ्रष्टाचारको अन्त्य जरुरी छ। मैले आजभन्दा 8 वर्ष अगाडिदेखि म विदेशमा पढाउँथेँ। मैले विदेशमा पढाउन छोडेर म नेपाल आएँ र नेपाल आइसके पछाडि मैले सडक सङ्घर्ष गरेँ र मेरो पहिलो एजेन्डा थियो भ्रष्टाचारको अन्त्य। त्यो कसरी सम्भव छ त? मलाई के लाग्छ भने अहिलेको गणतन्त्रले भ्रष्टाचारको अन्त्य गर्न सक्दैन। यो गणतन्त्र भन्ने शब्द नै 2500 वर्ष पुरानो शब्द हो। त्यसैले हामी के भन्छौँ भने अबको प्रणाली भनेको नागरिक तन्त्रको प्रणाली हुनुपर्दछ। त्यो नागरिक तन्त्र भनेको मुलुकका मूलभूत सवालहरूमा नागरिकले निर्णय गर्न पाउनुपर्दछ। अर्थात् जबसम्म यो मुलुकमा राज संस्था स्थापना हुँदैन तबसम्म यो मुलुकमा भ्रष्टाचारको अन्त्य हुँदैन। कतिपयले भन्लान् हिजो राज संस्था हुँदाखेरि पनि त भ्रष्टाचार थियो नि, तर हिजोको भ्रष्टाचार र आजको भ्रष्टाचारको तुलना गरौँ। हिजो नगण्य रूपमा थियो होला, छिटपुट रूपमा भ्रष्टाचार थियो होला, आज भ्रष्टाचार छताछुल्ल भएको छ। जहाँ पनि भ्रष्टाचार छ, जताततै घुसखोरी छ। त्यसैले राज संस्था हुँदा र आजको भ्रष्टाचारको विषयमा त्यसको अवस्था, प्रकृति, त्यसको इन्टेन्सिटी नै फरक छ। त्यति मात्रै नभएर भ्रष्टाचार अन्त्यको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्ठापूर्वक, सक्रिय रूपमा, सक्षमतापूर्वक काम गर्नुपर्दछ। प्रधानमन्त्रीले नियुक्त गरेको व्यक्तिले प्रधानमन्त्रीलाई कारबाही गर्न सक्दैन। दलको नेताहरू मिलेर नियुक्त गरेका व्यक्तिले दलका नेताहरूलाई कारबाही गर्न सक्दैन। जब प्रधानमन्त्रीलाई कारबाही गर्न सकिँदैन, मन्त्रीलाई कारबाही गर्न सकिँदैन। जब प्रधानमन्त्री र मन्त्रीलाई कारबाही गर्न सकिँदैन, दलका नेता र उनका वरिपरिका मान्छेलाई कारबाही गर्न सकिँदैन। त्यसैले भ्रष्टाचारको अन्त्य गर्नका लागि भ्रष्टाचार निवारण आयोगमा नियुक्त हुने व्यक्तिहरू निष्पक्ष संस्थाबाट नियुक्त भएका व्यक्ति चाहिन्छ। त्यो निष्पक्ष संस्था भनेको राजनीतिभन्दा माथि उठेको संस्था हो। राजा मात्रै एउटा त्यस्तो संस्था हो, राज संस्था मात्रै एउटा त्यस्तो संस्था हो जो राजनीतिभन्दा माथि उठेको हुन्छ। त्यसैले राज संस्थाको स्थापना गर्नुको एउटा मुख्य उद्देश्य के हो भने भ्रष्टाचारको अन्त्यको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्ष, सक्षम बनाउने र भ्रष्टाचारको लागि भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा ल्याउन सक्ने आयोग बनाउने हो। त्यसैले मैले भन्छु भ्रष्टाचार अन्त्यका लागि यो मुलुकमा राज संस्था जरुरी छ। त्यसैले मेरो दोस्रो एजेन्डा हो भ्रष्टाचारको अन्त्य र तेस्रो एजेन्डा हो राज संस्था। राज संस्था भ्रष्टाचार अन्त्यको लागि मात्रै जरुरी छैन। जबसम्म यो मुलुकमा राजनीतिक स्थायित्व हुँदैन, राजनीतिक रूपमा स्थायित्व नभएका मुलुकले विकास गर्न सक्दैन। समृद्धिको सबैभन्दा ठुलो आधारशिला दुईटा छन्। एउटा आधारशिला राजनीतिक स्थायित्व, दोस्रो आधारशिला फाइनान्सियल सेक्टरको रिफर्म अर्थात् वित्त प्रणालीको सुधार। त्यसैले म सबभन्दा पहिला राजनीतिक स्थायित्वको विषयमा केही कुरा राख्छु अनि वित्त प्रणालीमा म आउँछु। जबसम्म मुलुकमा सरकारप्रतिको रोष हुन्छ, सरकारले गरेका नराम्रा कामप्रति नागरिकले औँलो ठड्याउन पाउनुपर्दछ, तर प्रत्येकचोटि सिस्टम फेरिरहनु पर्ने, व्यवस्था बदलिरहनु पर्ने भयो भने त्यसले मुलुकमा स्थायित्व हुँदैन। त्यसैले व्यवस्थाको स्थायित्वको लागि पनि, राजनीतिक स्थायित्वको लागि पनि राजा, राजनीतिक दल र नागरिक मिल्नुपर्ने अवस्था छ। जब राजा, राजनीतिक दल र नागरिक मिल्दछन् त्यसलाई राष्ट्रिय एकता भनिन्छ। त्यो राष्ट्रिय एकताले राष्ट्रिय सहमति जन्माउँछ। त्यो राष्ट्रिय सहमति र राष्ट्रिय एकतामा सबै आइसके पछाडि मुलुकले राजनीतिक स्थायित्व पाउँदछ। जबसम्म राष्ट्रिय एकता र राष्ट्रिय सहमति हुँदैन तबसम्म मुलुकले राजनीतिक स्थायित्व पाउँदैन। राजनीतिक स्थायित्व नभइकन मुलुकले विकास र समृद्धि गर्न सक्दैन। त्यसैले राज संस्था केवल राजाका लागि राज संस्था होइन, यो मुलुकको स्थायित्वको लागि राज संस्था चाहिएको छ, राजनीतिक स्थायित्वको लागि राज संस्था चाहिएको छ। त्यसैले म भन्छु मेरो उम्मेदवारी किन हो भने 4 नम्बर क्षेत्र विद्वानहरूको क्षेत्र हो, यो मुलुकलाई बुझेका मानिसहरूको क्षेत्र हो, पेसा गर्ने मान्छेहरूको क्षेत्र हो, व्यवसाय गर्ने मान्छेहरूको क्षेत्र हो, मुलुकको एउटा अग्रणी क्षेत्र हो। त्यो अग्रणी क्षेत्रले राजनीतिक स्थायित्वको लागि नेतृत्व लिनुपर्दछ। त्यो नेतृत्वको लागि म तपाईँहरू सँगसँगै हिँड्छु। म 4 नम्बर क्षेत्रले यो मुलुकको स्थायित्वको लागि राजनीतिक नेतृत्व ल्याओस् र त्यसको लागि म तपाईँसँग सहकार्य गरौँ भनेर मैले क्षेत्र नम्बर 4 मा उम्मेदवारी दिएको। मेरो अर्को कारण के हो भने जबसम्म वित्तीय संस्थामा
वित्तीय क्षेत्रमा सुधार हुँदैन तबसम्म मुलुकले स्थायित्व पनि पाउँदैन, विकास पनि हुँदैन, युवाले रोजगारी पनि पाउँदैन। वित्तीय क्षेत्रको सुधारको बारेमा म तपाईँहरूलाई एउटा कुरा बताउँछु। मलाई 2 मिनट समय दिनुहोस्। म जापानमा पढाउँथेँ, म प्रोफेसर हो। मैले जापानमा पढाउँदाखेरि मैले सोधेँ किन जापानले विकास गर्यो, किन नेपालले गरेन। मलाई त्यहाँका अर्थशास्त्रीहरूले, त्यहाँका विभिन्न ओहदामा बस्ने व्यक्तिहरूले के भने जापानमा लगानी गर्नका लागि 0% ब्याज दरमा पैसा पाइन्छ र कहिलेकाहीँ -0.5 मा पाइन्छ। मैले 0% भनेको चाहिँ बुझेँ, -0.5 भनेको बुझेन क्या हो त्यो भनेर मैले सोधेँ। कुन क्षेत्रमा लगानी गर्ने, कसरी लगानी गर्ने, कसरी प्रविधि मैत्री बनाउने, कसरी त्यसबाट नाफा कमाउने, त्यो सम्पूर्ण सिप पनि सिकाउँछौँ हामीहरू। त्यसैले लगानीकर्तालाई पैसा मात्रै दिँदैनौँ, सिप पनि सिकाउँछौँ। त्यसैले हाम्रो माइनसमा जान्छ भनेपछि मलाई के लाग्यो भने त्यही दिन मलाई के लाग्यो भने मैले नेपालमा फर्केर युवाहरूको रोजगारीको लागि वित्तीय क्षेत्रको सुधारको आवाज म सडकबाट उठाउँछु भनेर म सडकमा आएँ। म एउटा प्रोफेसर जस्तो मान्छे, डलरमा पैसा कमाइराखेको थिएँ, मलाई पैसाका लागि काम गर्थेँ, नेपाल आउनु जरुरी थिएन, तर म आएर सडकमा लागेँ। त्यसैले हाम्रो एजेन्डा के छ भने यो 14%, 10%, 20% ब्याज दर होइन कि युवाहरूको लागि हामीले 0मा सक्छौँ सक्दैनौँ थाहा छैन, अर्थशास्त्रीसँग सल्लाह गरौँला, तर कम्तीमा पनि 2% ब्याज दरमा लगानी गर्नका लागि युवाहरूलाई ऋण उपलब्ध गराउने प्रतिबद्धता राष्ट्रिय प्रजातन्त्र पार्टीले राख्दछ। तर राष्ट्रिय प्रजातन्त्र पार्टीले यो काम गर्नका लागि कानुनमा परिवर्तन गर्नुपर्छ, नीतिमा परिवर्तन गर्नुपर्दछ। त्यसैले एउटा दुईटा व्यक्तिलाई मात्रै जिताएर पुग्दैन। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई त्यहाँ गएर नीति र कानुन बनाउने गरी तपाईँहरूले बहुमत दिनुपर्दछ। आज यो मुलुकको आवश्यकता राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार चलाउने आवश्यकता हो। त्यसैले मेरो क्यान्डिडेसी मेरो मात्रै जितको लागि होइन, मैले जितेर केही पनि हुँदैन। मलाई जित्नुभन्दा नजित्नु नै ठिक छ। व्यक्तिगत रूपमा मलाई पेसा गर्ने मान्छे मलाई नजित्दाखेरि राम्रो छ, तर मुलुक दुखेको छ। त्यसैले हामी जस्ता प्रत्येक व्यक्तिले जित्नुपर्नेछ, राष्ट्रिय प्रजातन्त्र पार्टीले जित्नुपर्नेछ। त्यसैले म यहाँहरूलाई 4 नम्बर क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई, म तपाईँहरू राष्ट्रिय प्रजातन्त्र पार्टीको कि काङ्ग्रेसको कि एमालेको कि माओवादीको मलाई थाहा छैन, मलाई एउटै कुरा थाहा छ, तपाईँ नागरिक हो। नागरिकले मात्रै मुलुक बचाउन सक्दछ। त्यसैले मेरो भोट म राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडेको कारणले राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरूले दिइहाल्नुहुन्छ, त्यसमा विवादै भएन। तर मलाई दिनुपर्ने भोट एमालेका साथीहरूले दिनुपर्छ, काङ्ग्रेसका साथीहरूले दिनुपर्दछ, माओवादीका साथीहरूले दिनुपर्दछ, इभन राजसपाका साथीहरूले पनि दिनुपर्दछ। किन दिनुपर्दछ भने त्यसका पछाडिका 2-3वटा कारण छन्। पहिलो कारण हो, म आफै पनि एउटा संविधानको विद्यार्थी हुँ। कानुनको क्षेत्रमा लामो समयदेखि काम गरेको छु, अध्ययन गरेको छु, अनुसन्धान गरेको छु। आज यो मुलुकको सबै समस्या संविधानमा गएर अड्केको छ र जबसम्म हामीले यो संविधानलाई परिमार्जन गर्न सक्दैनौँ, यसमा सुधार गर्न सक्दैनौँ, तबसम्म मुलुकले निकास पाउनेवाला छैन। र यो मुलुकले निकास पाउनका लागि म आफै पनि संविधानको विद्यार्थी र त्यसको अध्येता भएको कारणले म मात्रै होइन, म जस्ता व्यक्तिहरू, स्वागत नेपाल जस्ता व्यक्तिहरू हामीहरू संसदमा पुग्न जरुरी छ। हामी संसदमा पुग्यौँ भने संवैधानिक रूपमा हामी निकास दिन सक्छौँ। त्यसैले मेरो उम्मेदवारी केवल राप्रपाको मात्रै उम्मेदवारी होइन, मेरो उम्मेदवारी काङ्ग्रेसको पनि हो, एमालेको पनि हो, माओवादीको पनि हो, ताराको पनि हो, सबैको। त्यसले म यहाँहरू सबैलाई नेपाली नागरिकको रूपमा, मतदाताको रूपमा के अनुरोध गर्छु भने एकपटक यो मुलुकको संविधानको निकासको लागि त्यहाँ गएर आवाज उठाउने, बोल्ने, अध्ययन गर्ने व्यक्ति म जस्तो व्यक्तिलाई मत दिनुहोस्। म किन पनि काङ्ग्रेसका साथीहरूलाई मत माग्छु भने विश्वेश्वर प्रसाद कोइरालाप्रति मेरो ठुलो आस्था छ। मैले नेपालमा मान्ने केही नेताहरूमध्येको उहाँ एकजना नेता हो। किनभने जब उहाँ इन्डियाबाट नेपाल फर्किनुभयो, उहाँले भन्नुभयो मेरो घाँटी राजासँग जोडिएको छ। त्यो भनेको के हो भने यो मुलुक बचाउनका लागि राजा र राजनीतिक दल मिल्नु पर्दछ। राज संस्थालाई फालेर यो मुलुक बस्दैन। जब विश्वेश्वर प्रसाद कोइरालाले राज संस्थाको आवश्यकताको काल गर्नुभयो, बरु मलाई मृत्युदण्ड दिए पनि दिनुहोस्, मलाई चलाएका मुद्दामा जेसुकै गर्नुहोस्, म नेपालै आउँछु भनेर त्यत्रो ठुलो रिस्क लिनुभयो। आज म काङ्ग्रेसका साथीहरूलाई भन्छु, यदि तपाईँ सच्चा बिपीको अनुयायी हो भनेदेखि म जस्तो बिपीको अनुयायीलाई, अर्थात् राज संस्था र राजनीतिक दल र नागरिक एक ठाउँमा आउनुपर्दछ भन्ने राष्ट्रिय एकताको आवाज उठाउने व्यक्तिलाई काङ्ग्रेसका साथीहरूले मत दिनै पर्दछ, किनकि आज मुलुक बचाउनु पर्ने अवस्थामा पुगेको छ। म एमालेका साथीहरूसँग किन मत माग्छु भने मैले साह्रै आदर गर्ने, मान्ने नेताहरूमध्येको एकजना मदन भण्डारी हुनुहुन्थ्यो। मदन भण्डारीले जनताको बहुदलीय जनवादको जुन विचार लिएर आउनुभयो,
त्यो विचार निर्माण गर्ने क्रममा उहाँले मसँग पनि छलफल गर्नुपर्छ। हामीले घन्टा छलफल गरेका थियौँ र उहाँले मलाई त्यही बेला भन्नुभएको थियो, तपाईँ ताप्लेजुङमा गएर एमालेको तर्फबाट उम्मेदवारी दिनुहोस्। मैले भने मलाई अहिले उम्मेदवारी नबनाउनुहोस्, मैले उठ्थिनँ, मेरो अहिले करियर बनाउने बेला, म पेसा गर्ने बेला हो। त्यसैले उहाँको मप्रति त्यो सद्भाव थियो र हामीले उहाँको विचार निर्माण गर्ने क्रममा मेरो पनि थोरै भए पनि योगदान छ र मैले उहाँलाई मान्ने नेतामध्येको एकजना नेता हो। जनताको बहुदलीय जनवादले नै कम्युनिस्ट सोचाइ राख्ने व्यक्तिहरूलाई डेमोक्रेसीमा लिएर आयो, कम्युनिजम र डेमोक्रेसीको बिचमा एउटा एकता गरायो। त्यो आजको राष्ट्रिय आवश्यकता हो। त्यसैले त्यो विचारप्रति मेरो पनि आस्था छ। त्यही कारणले आज मदन भण्डारीका विचारप्रति यदि तपाईँ त्यो विचार बोक्ने मान्छे संसदमा जाओस् भन्ने चाहनुहुन्छ भने मलाई तपाईँको भोट चाहिएको छ, तपाईँले मलाई भोट दिनुहोस्। त्यसैले म एमालेका साथीहरूलाई पनि यो भोट दिनको लागि अनुरोध गर्दछु। मैले देखेको छु माओवादीभित्र, इभन राजसपाभित्र पनि राज संस्था र हिन्दू धर्मलाई मान्ने मानिसहरू छन्। हो, त्यहाँका केही व्यक्तिहरूले हिन्दू धर्मको विरोध गरेका छन्, राज संस्थाको विरोध गरेका छन्। म उनीहरूसँग भोट माग्दिनँ। जसले राज संस्थाको विरोध गर्दछ, जसले धर्मको विरोध गर्दछ, म भन्छु मलाई भोट नदिनुहोस्। मलाई राजसपाभित्र भएका, माओवादीभित्र भएका, काङ्ग्रेसभित्र भएका, एमालेभित्र भएका यो मुलुकमा बुद्ध, किराँत, हिन्दू धर्म सहितको धर्म सापेक्ष राज्य नेपाललाई बनाउनु पर्दछ भन्ने विश्वास तपाईँलाई छ भने प्रत्येक धर्मावलम्बीले मलाई मत दिनुहोस्, किनकि म त्यो धर्मको रक्षाका लागि संसदमा उभिने एउटा व्यक्ति हुँ। त्यो धर्मको रक्षाको लागि मेरो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी खम्बा सर उभिएको छ। त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकचोटि मौका दिनुहोस्, एक भोट हलोमा हालिदिनुहोस्। म यहाँ कसैको विरोध गरेर उभिएको छैन, तर म के भन्न चाहिँ यहाँ उभिएको छु भने हामीले हाम्रो धर्मलाई दुत्कार्यौँ भने, हामीले हाम्रो राष्ट्रिय एकतामाथि आघात र कुठाराघात गऱ्यौँ भने, हामीले पूजा गरेको देवी देवता गाईको आस्थामाथि प्रहार गऱ्यौँ भने त्यसले नेपाली समाजमा असर गर्दछ। त्यसैले जसले हाम्रो आस्था र विश्वासमाथि प्रहार गर्ने काम गर्नुभएको छ, म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु, म तपाईँको आस्था र विश्वासमा प्रहार गर्दिनँ, मेरो आस्था र विश्वासमा पनि तपाईँ प्रहार नगर्नुहोस्। त्यसैले म के निवेदन गर्छु भने यो लडाइँ, यो निर्वाचन भनेको एउटा शान्तिपूर्ण लडाइँ हो, यो एजेन्डाको लडाइँ हो, यो एजेन्डाको निर्वाचन हो। त्यसैले आज मुलुकलाई कुन दिशामा लैजाने, मुलुकको राजनीतिक भविष्य कसरी कोर्ने भन्ने विषयको यो निर्वाचन हो। त्यसैले म भन्छु यी एजेन्डाहरू आज मुलुकका एजेन्डा बनेका छन्। भ्रष्टाचारको अन्त्य मुलुकको एजेन्डा हो, युवाहरूको रोजगारी मुलुकको एजेन्डा हो, राजनीतिक स्थायित्व मुलुकको एजेन्डा हो, राज संस्था, राजनीतिक दल र नागरिकहरू एक ठाउँमा मिल्नुपर्ने अर्थात् नागरिक तन्त्रको एजेन्डा आजको मुलुकको एजेन्डा हो। त्यसैले यी एजेन्डामा हामी सबै एक ठाउँमा आउन जरुरी छ र यो मुलुकलाई आज जसरी यो मुलुक दुर्दशामा गएको छ, आज सिंहदरबारमाथि आगो लगाएको छ, सर्वोच्चमाथि आगो लगाएको छ, संसद भवनमाथि आगो लगाएको छ, जसले आगो लगाए म ती व्यक्तिहरूलाई भन्छु तिमी नेपाली होइनौ। एउटा नेपाली मनले, नेपाली हृदयले, नेपाली आस्थाले सिंहदरबारमा आगो लाउन सक्दैन। त्यसैले ती व्यक्तिहरूलाई हामीले पहिचान गर्नुपर्दछ। मैले प्रष्ट रूपमा भनेको छु, भदौ 23 गतेको घटना मानवता विरोधी अपराध हो भने भदौ 24 गतेको घटना राज्य विरुद्धको अपराध हो। यी दुवै दोषीहरूलाई कारबाही गर्नुपर्दछ। त्यो कारबाही गर्न सक्ने क्षमता भएको सरकारको लागि तपाईँले मत दिनुभयो भने मात्रै मुलुकमा राजनीति र अपराधको सम्बन्ध हट्छ। राजनीतिले अपराधको संरक्षण गर्ने, अपराधीहरू राजनीतिमा आउने कुराको अन्त्य हुन्छ। जबसम्म राजनीतिलाई अपराधीकरण गर्नबाट रोक्न सक्दैनौँ, जबसम्म अपराधको राजनीतिकरणलाई रोक्न सक्दैनौँ, तबसम्म यो मुलुकको भविष्य छैन। त्यसैले मुलुक बिग्रिराखेको छ, मुलुक सङ्कटमा छ, मुलुक दिशाहीन बनेको छ भन्नुको अर्थ के हो भने भ्रष्टाचारको अन्त्य भएको छैन, मुलुकमा राजनीतिक स्थायित्व छैन, मुलुकमा आर्थिक समृद्धिको अवस्था छैन, मुलुकमा युवाहरूले विश्वास गुमाइराखेका छन्। मुलुकमा युवाहरूलाई आफ्नै मुलुकप्रति केही गरेर खान सकिन्छ, मलाई गरेर खान देऊ भन्ने वातावरण छैन। त्यसले यी सम्पूर्ण कुराहरू चाहिँ निर्माण गर्नु भनेको मुलुक निर्माण गर्नु हो। त्यसले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुक निर्माणको यात्रामा निस्किएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुक निर्माणका एजेन्डाहरू बोकेको छ। त्यसैले म एकचोटि यहाँहरूलाई निवेदन गर्छु र मलाई क्षेत्र नम्बर
4 को यो वडा नम्बर 9 मा मलाई जसरी एउटा आत्मीयता रूपमा मलाई यहाँनिर एउटा स्थान दिनुभयो, तपाईँहरूसँग परिचय गराइदिनु भयो, मेरा विचार राख्ने मौका दिनुभयो। म निनाजी लगायतका सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सानुकान्छा दाइलाई अझै धेरै धन्यवाद दिन चाहन्छु, किनकि उहाँले हाम्रो सिङ्गो प्रचार प्रसारको अभियानमा धेरै ठुलो साथ दिनुभएको छ। कमलजीले त नेतृत्व नै गर्नुभएको छ। त्यसैले यी सम्पूर्ण साथीहरूलाई मैले सबैको नाम लिइन, धेरै साथीहरू हुनुहुन्छ, सबैजनालाई धेरै धेरै धन्यवाद।